सब काम गर्नुपर्छ घरको। वाह क्या एक्टिंग कर रहा है। नर्मल कामहरू गर्नुपर्छ घरको, झाडु पोछा बर्तन, किनभने गाई मम्मी हुनु भइसक्नु भएको छ बिरामी। सो गाई त धेरै काम गर्नुपर्छ। अनि गाई हजुरले आफ्नो मम्मीलाई बिरामी भएपछि सहयोग गर्नुहुन्छ कि नै, कि काममा सहयोग गर्नुहुन्छ कि नै कमेन्ट गरिदिनु होला। म त एकदमै सहयोग गर्छु गाइज। मलाई लाग्छ हजुरहरू पनि मेरै सब्सक्राइबर हुनुहुन्छ, त्यही भएर हजुरले मेरो मम्मीलाई सहयोग गर्नुहुन्छ होला। गर्नुहुन्छ कि नै कमेन्ट गरिदिनु होला। सो गाई हजुरले हाम्रो भिडियो हेर्नु होला। आज म हजुरले देखाउँछु मैले कसरी सहयोग गर्छु, झाडु पोछा मारेर कसरी सहयोग गर्छु, तपाईँले हेर्नु होला। झाडु लेसकेको छ, यसपछि हामीले मार्न पोछा। स्काई मम्मीको ह्याप्पी रियाक्सन पनि म हजुरलाई देखाउनु भएको छु। सो हेर्नु होला मम्मीको ह्याप्पी रियाक्सन। लेट्स पे। सो गाई मैले क्यामेरा त सेट गरिसकेको छैन, सक्नु म यहाँ गयो भने यहाँ आउँछ, म यहाँ गयो भने यहाँ आउँछ। अब लेट्स बिगिन झाडु मार्न। स्काई अलिअलि झाडु मार्दा मार्दै अलिअलि मस्ती पनि गर्न लाग्छु, किनभने यस्तो त बोरिङ भएर मेरो खुट्टा दुखाइहाल्छ, त्यही भएर अझै जम गर्दै गाइस। यसले त म मस्तीले झाडु मार्छु अनि मम्मीको फनी रियाक्सन पनि अनि मम्मीको ह्याप्पी रियाक्सन पनि हेरौँ न। अनि गाइस हजुरलाई फनी लागेको छ कि नै कमेन्ट गरिदिनु होला। समझ रहे हो आयो रे माँ। गाइस मैले हलबाट त सफा गरिसकेको छु, अब म यो रुम सफा गर्छु। सो गाइस तपाईलाई मेरो भिडियो हेरेर मजा आएको छ कि नै? अनि गाइस तपाईलाई यसरी आफ्नो घर सफा गर्नमा मजा आउँछ किन? मलाई त गाइस एकदमै मजा आउँछ। अनि सो गाइस इन्जोय गरेर गर्न लाग्छु। सो गाइस यो रुमबाट त धेरै फोन निस्किएको, अब यो रुम पनि सफा भयो। सो गाइस अब यो रुम सफा गर्न आउनुहोस्। सो गाइस तपाईले जुन पनि काम इन्जोय गरेर गर्नुहुन्छ नि त्यसमा तपाईलाई यति मजा आउँछ, तपाईलाई यति इन्जोयमेन्ट फिल हुन्छ। मलाई जसरी हेर्न सक्नुहुन्छ म एकदमै इन्जोय गरेर गर्न लागेको छु। सो गाइस अब यसपछि मारौँ हामीले पोछा। झाडु त मार्छु, म गएर छु कपी गर्न। यो रुम देखि। Oh no, guys! Oh my god! Oh my, यत्रो ठुलो मुसा! गाई म त कस्तो डर लागेको छ, यत्रो ठुलो मुसा मेरो खुट्टाको बीचदेखि त बेडको भित्र घुस्यो गाइस। Oh my god! गाइस म त त्यो रुममा जानेवाला छैन, यत्रो ठुलो मुसा त गाइस तपाईले इमेजिन पनि गर्न सक्नुहुन्छ। यो इमेजिन पनि गर्न सक्नुहुन्न, एउटा बिरालोको बिल्ला भन्दा पनि यत्रो ठुलो मुसा। Oh my god! पुच्छर पनि यस्तो लागेको थियो कि स्नेक भन्दा ठुलो जस्तो पुच्छर लागेको थियो गाइस। Oh my god! यत्रो ठुलो मुसा सुगाइ मलाई एकदमै डर लागेको छ, तर सफा त गर्नु पर्यो किनभने अहिले मम्मीले बिरामी हुनुपर्छ, मम्मीको सफा त गर्नु पर्यो। तर यो रुममा अहिले त म जानेवाला छैन, म हजुरलाई भन्छु कि यो रुमबाट मुसा निकालिदिनु होला। अनि हेर्न सक्नुहुन्छ म यति बेसी धडाममा गरेँ कि यार। सो गाइस अब त्यही पनि मलाई पोछा त मार्नुपर्छ किनभने मम्मी त बिरामी हुनुभएको छ। मम्मीले सहयोग गर्नको लागि म अब यो रुमदेखि स्टार्ट गर्नेवाला छु पोछा मार्ने। Oh my god! Oh my god! यति डर लाग्यो गाइस, यति डर। Oh my god! यत्रो ठुलो मुसा यार। यस्तरी हेरिरहेको थियो, जस्तरी अहिले टोक्लिन्छ खुट्टामा यति गाइस। फेरि हाम्रो गाउँको फेरि मुसाहरू यस्तो दिनको दाँत यस्तो हुन्छ नि, एकदमै जमिनबाट खनेरै घरको भित्र घुसिहाल्छ नि, यस्तो मुसा छन्। आजकल धेरै मुसा देखिरहेको छन् हाम्रो यहाँ त। अब त्यही पनि गाइस झाडु मार्न पर्छ, त्यही भएर गाइस अब म यो रुमदेखि झाडु मार्न स्टार्ट गर्न आएको छु। झाडु सो गाइस अब म पोछा त मार्नु पर्छ किनभने अब फेरि मम्मी बिरामी हुनुभएको छ, पोछा त मलाई मार्नु पर्छ। अब यो रुमदेखि म पोछा मार्न स्टार्ट गर्छु। Oh my god यार, यत्रो ठुलो मुसा कहाँबाट आइहाल्यो राम्रो रुममा। सो गाइस सफाइ कार्यक्रम त सकिसकेको छ। अब गाइस म मम्मीलाई भन्छु कि मैले सबै काम फिनिस गरिसकेको छु। अनि पछि मम्मी ह्याप्पी रियाक्सन क्याप्चर गरौँला। सो गाइस मैले सबै काम फिनिस गरिसकेको छु। अब म गाइस हजुरलाई मम्मीको रियाक्सन देखाउँछु। सो गाइस मम्मी यु आर ह्याप्पी? Yes, I'm so happy guys. निखेले धेरै हेल्प
सर्ट्स पनि भएको छैन, केही पनि बनाएको छैन। अब म एकछिन पछि बनाउँछु किनकि मैले दही खाइसकेको छु। दही खाएर मलाई एकदम ठिक फिल भइरहेको छ। सो निश्चयले धेरै राम्रो काम गरेको छ। मैले देखेको छु निश्चयले झाडु पोछा राम्ररी मारिसकेको छ, जो कि निश्चयले कहिलेकाहीँ गर्छ, अदर डेमा पनि गर्छ, जुन दिनमा ठिक हुन्छ त्यो दिनमा पनि गर्छ। तर आज चाहिँ राम्रो काम गरेको छ। थ्याङ्क यू सो मच बेबी। वेलकम। अनि गाइस हजुरले पनि आफ्नो मम्मीलाई सघाउनु होला। यस्तो हुन्न कि छोरीले मात्रै काम गर्नुपर्छ, छोराले पनि इक्वली काम गर्नुपर्छ, इक्वली हेल्प गर्नुपर्छ आफ्नो मम्मीको। तर छोरा भए नि छोरी भए नि हजुरहरू दुईजनाले आफ्नो मम्मीको हेल्प गर्नु होला। सो गाइस हजुरले हाम्रो भिडियो राम्रो लागेपछि अनि हजुर निश्चयको काम राम्रो लागेपछि लाइक एन्ड शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। अनि हजुरले यो काम अरूलाई पनि भन्नु होला कि अरूले पनि आफ्नो मम्मीलाई सघाउनु होला भनेर। So guys, bye bye guys. See you in next vlog. ल गाइस बाइ बाइ।